पनि उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरको माया र सपोर्टको लागि। र हिजो म उपस्थित हुन सकिनँ किनभने अहिले म ग्रिसमा चाहिँ अब लिगमै व्यस्तताको कारणले म उपस्थित हुन सकिनँ। र अनि यो फागुनको 29 गतेबाट चाहिँ अल ओभर नेपालमा चाहिँ रिलिज हुँदैछ र हजुरहरू सम्पूर्ण महानुभावहरूले चाहिँ यो मुभी हेरिदिनु हुन अनुरोध गर्दछु। र यो मुभी चाहिँ अब एउटा एचिभमेन्टको लागि भन्दा पनि एउटा वुमेन भएपछि चाहिँ यो ठाउँमा आइपुग्नलाई चाहिँ कति स्ट्रगल गर्नुपर्छ भन्ने कुराहरू देखाएको छ र अब कति सङ्घर्ष गर्नुपर्छ र कस्तो कुराहरू चाहिँ फेस गरेर चाहिँ यो ठाउँमा आउनलाई चाहिँ भनौँ न कस्तो कस्तो सङ्घर्षहरू चाहिँ गर्नुपर्छ भन्ने कुराहरू देखाएको छ। पक्कै पनि यो मुभीबाट प्रत्येक प्लेयरहरूलाई मात्रै नभएर हरेक मान्छेहरूलाई चाहिँ इन्सपायर गर्छ जस्तो लाग्छ र एकचोटि जसरी भए पनि यो मुभी हेरिदिनु हुन अनुरोध गर्दछु। र मलाई चाहिँ अब हजुरहरूसँगै आएर अब मुभी हेर्न इच्छा थियो तर अब